दीपक भेना कि दीपक दुई भाइ त नानी दुई भाइ भक्ति सिंह जय त हैन आराम गर्नु यार ओइ हिरो कता ओइ ओइ आकाश आवाज यो चाहिँ बेचिन्छ मान्छे चाहिँ बेचिदैन भिडियो पनि काम दिएन रक्का मन थाहा भन्दैन सुन्नु क्या भन्दैन थाहा छ प्लिज ये दिन आम की टेप फुटे मत खिंचाएगा ना ल ठीक छ न यही यार कता कति दाउरा लिन आयो क्या अब लाजले गयो त भाइ तपाईको युट्युबमा कति सब्स्क्राइब छ हजुरको मोबाइलबाट एक दुईटा फोटो हान्न पनि पाए पनि मजा आउँछ यार जाने बेला थाहा गरौँ त भइगयो
बाहिर मास र अल्छीहरू आइडीमा चाहिँ फ्रेन्ड छ फेरि गाडीको ट्र्याकले हेऱ्यो भने तपाईँ घर जिरी जिरी ल यहाँ घोडा छ आउनु तलगाउँतिर जाने भएपछि लाइनु पर्ला तलगातिर गएको चिन्ता बोल्छ बा बाहिर गाई धोया नै भयो के पाका त्यो भट्टो गरी त्यहीँको त्यहीँ रहेछ को हुनुहुन्छ घरमा घरमा चाहिँ एउटा मान्छेको भान्सामा बस्नु हाई गर्दो हाई गर खालि हाई गर हाई गर्दो त यस्तो गर खालि अब कस्तो जाने त अब यहीँबाट बबाट लगेर जानु पर्ला यहाँ खर्च बाटो यो बाटो पानी पनि लैजानु पर्छ चाहियो
अस्ति पनि खिच्यो त्यही भएर यस्तो लुगा गोदिएको छु त न्युनिया भयो भने त हो हान्छ धेरै केटाहरू दुःख यार यो पनि होइन जुत्ता उयो भयो हुनु भयो यो गर कहाँ आनन्द बन्ने ठाउँ भयो उनीहरूको गाजर अहिले त मजा आएको छ होइन के भयो कतो राम्रो कतो घर आयो हिउँ त फुटेला के गर्न घाँस लिन हटिने जान्दैन मैले फोटो खिचाउँछु भन्छ तपाईँ हामी हुनु त अनि तातो हुन्छ मैले खायो खाते निस्क्यो परि गयो भन्नुहुन्थ्यो बहिनीको भिडियो बनाउँछु यता हेर्नुहोस् त जति फाले उही पर्ने हो नफाले उही जान्छ अहिले कहिले त अब त्यति भएको त्यही पनि मलाई झ्याउ लाग्यो सिजन आयो निमुनिया झ्याप्पै टिकिहाल्छ इमर्जेन्सी भयो नि त यार हतारमा कतार पुग्नलाई झार लगाउँदा हामी हाम्रो दिदीले निमुनिया लाग्यो होला तिमीको त के न्याउँदैन चिसो हुने नहेको जुगा चाहिँ एउटा अब त भइगयो मामा सक्कैको खालिकन होइन यो पाराले भएन मार्छ यसले मार्छ एउटा म्युजिकमा हिउँ पर्यो यो कोहीको घरको यो आफै खस्छ होइन भेलमा चिसो भयो यार है परेवा कति गरा त्यो परेवालाई कस्तो भयो होला एक्कासी माथि गऱ्यो टल्लिया हुन्छ नि अहिले हात खुट्टा छोडी मर्यो
चप्पल उल्टा भएर रोक्यो सिधा चिच्यामा ओए छिटो उठे जाऊ लौ म आफै लाउन तमीलाई सक्यो भने एक हातले लाउनु जान्नु न अचार भएर लाग्यो हैरान छौ कामबु त छैन यस्तो आम्नु काम गरिगा त हैन आम्नुको त अलि खालीको त नि भइहाल्छ भ्याइयो सेतै हिउँ परेछ फाल्न आत तापा माथि रुखहरु हेर्नु भाइ खाल्नु हुँदा खोइदिलाई भइगयो अब भइगयो लास्टै पानी पस्नु सक्यो आइको कुरा खाल्नु तिनी चाबी दिनुस् त चाबी को लियो औलातिर नि हिउँ पर्छ भाइ हाम्रो लेखै हो लेख हाम्रो यहाँभन्दा नि अस्ति त धेरै पर्यो अरे नि सेतै परेछ हिउँ पनि डाँडा काँडा ढाकेछ नाङ्गो डाँडा ल यता हेर्नुहोस् त यता सबैजना बनाउनु दियो मोबाइललाई भनेको बच्चा बच्ची दुईटा ड्राइभर अंकल पछि हामीहरु पनि त्यस्तै बनाउनु पर्यो भन्देउ त अफुबु भाषा बुझ्दैन कस्तो बनाउने गफ गफ खाजा भन्नुपर्ने थियो फोन त के अप्ठ्यारो छ त पुरो भने ओडो भने ओडो भने पाइयो नै अरु बेला अरु बेला सर हुनुहुन्थ्यो दिदैन न काली दाम कहाँ बाबु अहिले त खासै जाडो हुने रहेछ पछि हुन्छ पछि हुन्छ कति हुन्छ यो आइसकेपछि तातो हुन्छ अब तातो नि तातो हुन्छ यो आइसकेपछि तातो पर्नेले तातो हुन्छ खाला त खाला नानी खाला कति पर्छ हौ हजुर कति पर्ने माटो बे सक्का कहिले बेच र एकछिन थाल्नु त थोरै के अन्य बाटै नछोड्ने भयो हजुरको गाह्रो नमान्नु होला है टोयलेटको लागि पनि सजिलो भयो के हुन्छ सुँदो फाल्नै पर्यो यति नगरिकन हुँदैन के गर्नु हाम्रो गर्छ ते पियानन् हिउँ फालेको काम हुन्छ त्यो अर्को कस्ता गरौँ
के ल्याउनु मासु हजुर हजुर फालुदा खै थोरै के सोध गाउँको नाम के हो के बाजे बोल्नु सबको नाम सोध तिम्रो नाम के हो बाबु छोनी हो कतिमा पढ्छौ त नि तिमी चुप लाग्दैन दोस्त गर्न दे कतिमा पढ्छौ तिमी हुन्छ नि बाल शिक्षामा कुरा गर्नु नि तर डेडीको नाम हो त बुवाको नाम के हो डबल थापा हो र मम्मीको नाम सपना बाजेको नाम के हो चिनेर ए स्कुलको नाम के हो तिम्रो स्कुलको नाम बिर्सियो खारा पानी खारा पानी बाबा खै त नि बाबा इन्डिया हो पैसा कमाउन गएको थियो नि पैसा कमाउन कहिले आउनुहुन्छ बाबा भोलि के ल्याइदिनुहुन्छ बाबाले जुत्ता पठाइदिए जुत्ता ए अनि फोन गर्छौ कि गर्दिनौ बाबासँग गर्छ के भन्नुहुन्छ बाबाले के पढ्नु भन्छ नि पढ्नु हुन्छ हो के पढ्यौ त नि तिमीले के पढ्यौ अहिलेसम्म अरू एबिसिडी पनि पढ्यौ तल जाऊ पर हिउँ फालौन हिउँ डुबाउन आँट बालो भने दाउरा नाइ दुःख भयो दाउरा त छुँदै थियो गाडी ल्याउने नाइ गाडी ल्याउँदैन एका ठाउँमा बास एका ठाउँमा गास भई के नुहुने रे एक गीत गाऊ गाउँ कठ हिउँ आउँदैछ गाउँ ठिकै छ हिउँ फाल्दा थाडामै म फेसनको लागि हुन रे त तिमी जिउ गाडा भयो म गोता भए दे सब कुरा ठिक छ ए ल त ल दिदी धन ऊ चाहिँ छ भाउ क्या गरे हाम्रो भाउ रे कहाँको त र एल्कै छौ
हेलो हेलो हाम्रो कुकुर भिडियो गरिदिएर कुकुर कता लिदियो कस्तो राम्रो रहेछ हाम्रो रहेछ लैजानु त भन्नु भनेको हामीलाई के मान्दै आउँदैन मैले भ्राती जाउँ भ्राती तपाईँको मालिका बोता मालिका बोता हो नि मालिका बोता भन्दाखेरि मालिका बोता भयो हाम्रो घरमै खस भाषा धनबहादुर छोरे हेरला अनि तल ऊ राकेश नाथी हेरला निशा नाथिनी हेरली बुढो ऊ निरु छोरी हेरली सस्ता खान के धेरै रहेछ धेरै धेरै त धेरै हुन् रहेछ सन्तानको धेरै त धेरै छन् अलि आफूको हिउँ फाल्दै छ दुःखै हैछन् यस्तै त हो जिन्दगी बाँचे भएको दुःख त केही होइन भरोसा हुनु पर्यो भरोसा हुन त्यही त नि दाब्लु ल्याइ हो र यही दाब्लु हलुको होला ल काई दाब्लु ल्याइछ यार हिउँ खाना आइजा मेरा नाति नति हेलो गरिदिनु अहिले आउनु है अहिले बोल्छौ त गाना गाउन आउँछ क्या गाना गाउँदा त्यो पछि गाउन अरे अहिले भर्खरै बिहान उठ्यौ हस् पछि गाउन है रहेछ यार हुने नि कुकुरले पहिले जुम्मै विदेश जानेले मात्रै बनाएको छ गए फलान भाइ विदेश गए केही घुमाए ल्याएर घर मात्रै बनायो पछाडि डाल्दै रहेछन् सुसान हो तिम्रो नाम के हो सुहान दे सुहान सुहान सुहानी एक दिदी सुहानी एक नाम सुहान असल मोबाइलमै भुन्दा तिमी सित्ता नाम राख्था हजुरको नाति नाति छोरी हो त्यो ए छोरी हजुरको नाम मेरो साउनी राज हो घरमा छिर्न दिँदैन भने त्यही भएर गाडीमा आउने गाडी ताती रोक्ने सब बाहिर निस्किने अनि त्यो उडाउने नि सब गाउँ खिच्ने लिने हो त्यही त
हल्कै गाउँ आयो कस्तो राम्रो देखिँदो अहिले कहाँका मान्छेले गाडी लुकेछ मात्र यस्तो झिङ्गा हुँदा हामी जोताइ र बाइकका पछाडि जानु किन आयो त तिमी हाल्नु यस्तो एकछिन यसरी यही मोबाइलमै फालिदिनु होला एकछिन बाई बाई गरिदेऊ ल बाई गर दुईटैले बाइ टाटा पेट केन देखुन्छ त त्यो तल गर त्यो तल गर कुतो जा कपडा तल जा दुई हात हात पनि बाहिर ल्याउ त एकछिन हात हात बाहिर गर यो बाहिर भएन है कपाल पनि मिलाइदिनु ट्याकको बाहिर सफा गरिदिन्छ है दे दुई हात यसो गरेर बाई गर्ने एकैछिनको लागि ल ल ठिक छ भइहाल्छ बाई गरिदेऊ बाबु तिमीले गरिदेऊ दे सम्हाल्दै गर हेर गर्नु नै जतिसुकै चिज होस् तर त्यो ओखरको रुगाड भएन हामी तल त्यहाँ तल एउटा होटल छैन कता जान लाग्नुभयो भेडाती ए कट यताउति चढाउन हिँड्नु गाह्रो छ यस्तो हिँड्नुपर्छ धेरै लेफ्टतिर पनि जान सकिँदैन चेन्नई
खाला 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 ओडा फर्किकन खाला प्लेट छोड्नु तलतिरै छ कति वर्ष पुग्नु भयो हजुर 3 वर्ष बच्चा हजुर हजुर म कति हो गए म त्यो थाहा छैन लगभग धेरै मान्छेहरूलाई आफ्नो कति साल हो भन्ने थाहा नहुने रहेछ त्यही थाहै छैन के आमाबाले यति साल यति वर्ष पनि भन्यो आफूले पनि थाहा भएन हो के जति भयो त्यस्तै तपाईँले कति वर्षको उमेरमा बिहे गर्नुभयो मैले अब कति वर्षमा बिहे गरियो सानै बिहे गरियो अब कति वर्ष भयो थाहा भएन चिसो भयो अब यो प्रजातन्त्र बौद्धल आइसकेपछि गणतन्त्र भइसकेपछि धेरै चाहिँ मान्छे चाहिँ बिग्रिसके बलात्कार बढ्यो हत्या हिंसा बढ्यो राम्रो भनेको एउटा पञ्चायतकालमा रहेछ म पञ्चायतको 39को प्रधान पञ्च हुँ त्यतिखेरको व्यवस्था राम्रो थियो कानुन राम्रो थियो एकजना कुनै काहीँ घटना भएपछि सबैजनाले सहयोग गर्ने सबैजना उद्धार गर्ने त्यसलाई चाहिँ नि कसुरमा ल्याएर कसुरवालालाई कारबाही गर्ने व्यवस्था थियो अहिले चाहिँ नि ओल्ला घरको मान्छे पल्ला घरमा मरे पनि उसको हरिखपरी छैन बलात्कार बढ्यो हत्या हिंसा बढ्यो भ्रष्टाचार बढ्यो अब यसलाई अन्त्य गर्न हजुरहरू हामीले भने मान्ने होइनौँ तर आफै सोच्नु पऱ्यो अब जनताले कि आफै सोच्नु पऱ्यो अब यो गणतन्त्र खारिज गर्नको लागि हामी कस्तो मान्छेलाई सहयोग गर्ने अब कस्तो व्यवस्था ल्याउने भने राजा सहितको संविधान हुनुपर्छ अब यी 2224 राजा एकीकरण गरेर पृथ्वीनारायण शाहले नेपाल बनायो अहिले 2224 राजा हुन लाग्यो कतिलाई